यसपालिको जुन ग्राभिटी थियो इन्जुरीको यो चाहिँ हाम्रो सोचभन्दा बाहिर नै रह्यो। तपाईँको दिमागमा त्यो कहिले पनि त्यो कल्पना पनि हुँदैन। यो जस्तै हाम्रो बुझाइमा के थियो भने आन्दोलन भयो भने लाठीचार्ज हुन्छ, असुल ग्यासहरू फालिन्छ। सानो बच्चाहरू थिए जो चाहिँ हातमा पनि गए, आउँदा आउँदै गोली लाएर हजुर हातमै ज्यान गयो। हजुर हातमै ज्यान गयो। र त्यसमा हेर्नु पर्दाखेरि हामी नै के सक थियौँ भने उहाँहरूको जुन लागेको बुलेटहरू छ नि, जस्तै पहिला हामीले यस्तो पनि देखाएको थियौँ, तर घुँडाभन्दा मुनि लागेको देखाएको थियौँ। तर यसपालि चाहिँ हामीले घुँडाभन्दा माथि इभन टाउको, छातीमा, यहाँ हजुरको यहाँ लागेको, यहाँ कन्सेप्टमा लागेर यो गिद्दी नै बाहिर निस्केको तिनवटा बच्चाहरू नै हामीले देख्यौँ त्यो दिन। अब तिनीहरू त हातमै गए। हार्ट साइडमै हजुर हार्ट फोक्सो यो छातीमा डिरेक्टली हानेको भनेको त्यो ग्राभिटी अफ इन्जुरी र यहाँ ठुल्ठुलो भेसल्सहरू हुन्छ, त्यसमा ब्लिडिङ भएर ज्यान त तुरुन्तै नै जान्छ। जुन 2-3टा अर्को बच्चाहरू जुन गए जसलाई डिरेक्टली छातीमै गोली हानिएको थियो, घाँटीमै लागेको पनि छातीमा जसको लाग्थ्यो, यो हिपहरूमा जसको लाग्थ्यो, जसको थाइहरूमा लाग्थ्यो। एकजना बच्चालाई जब हामी रिसस्किटेसन भन्छौँ, 2टा ठुलो भेन खोलेर रिसस्किटेट गर्दाखेरि उसले र उसलाई इन्टिबेट गर्ने जब हामी तयारी गर्दैथ्यौँ, उसले एउटा स्टेटमेन्ट भनेको म बिर्सिनै नसक्ने नै भएको छु। उसले के भन्दा, ल दाजु कोसिस गरिदिनुहोस्,